त्यही नै हो तोरी काटै हुँदैछ हाम्रो काकी श्री त्यहाँ पर हुनुहुन्छ साथीहरू मेरो खेल्ने भाग यता रहेको छ पटाइसके अब यसको काल गर्नुहोस् है भने साथीहरू यसको काल सो हेलो एभ्रिवान वेलकम टु न्यू ब्लग तपाईँहरूलाई मेरो नयाँ ब्लगमा स्वागत छ आई होप कि तपाईँहरू सन्चै हुनुहुन्छ होला म पनि फ्रेन्ड फाइन छु आजको मेरो काम चाहिँ तोरी काट्नुपर्ने छ अनि यहाँहरू टिम हामी 3 जना छौँ कति काटिन्छ त्यो मलाई त थाहा भएन अब हेरौँ तर यो घामले गर्दा मेरो अनुहार चाहिँ देखिरहेको छैन त्यो मलाई सिधै थाहा भएको कुरो हो यहाँनिर यस्तो हुँदैछ साथीहरू यो मान्छे जति कराउँछ यसको केही कुरो सुन्नु हुँदैन उहाँ यस्तै हो साथीहरू अब त्यही हो अब भोलि बन्द गर्ने भनेको अन्तिम क्यामेरा देखाउनुपर्छ अनि बन्द हुन्छ भोलि होइन नि यन्त्र यो कहिले सकिन्छ साथीहरू अब भोलि पर्सितिर चाहिँ सकौँ भनेको यो पर्सितिर मेरो खेल्ने भाग यता रहेको छ यहाँ हेरौँ म कति जाँगरिलो रहेछु साथीहरू यहाँनिर एक मुठी छोड्दै जाँदैछु तातै छ यसलाई सेन्टर कलेक्सन यता गर्नुपर्छ अहिले यसलाई यसको जोरा काटेर हातले उखेल्दैछु क्या मैले किन यो हाँसियाले कामै काटेन नि त साथीहरू यो दुम्सीको काँडा जस्तो मलाई आज कहाँ ल्यायो होइन अल्छी लागिरहेछ अनि हाम्रो मिस यता हुनुहुन्छ काकी यता हुनुहुन्छ म छु यता पारी पनि मकै छराइ हुँदैछ साथीहरू कसको हो त्यो मलाई थाहा भएन अनि यता हिजो आमा छोरीले दरो हानेको छ जामका जाम साथीहरू त्यही नै हो अब म फ्रेन्ड फाइन एकदम फ्रेस भएर पनि होइन रेडी अवस्थामा छु दाउरा चिर्नुलाई अब त्यही नै हो साथीहरू अघि पर तोरी उखेलियो अब दाउरा यहाँनिर चिर्नु पर्ने छ अनि अर्को काम छ यहाँनिर भत्ताभुङ्गो छ नि त साथीहरू तिरपाल पट्याउनु पनि पर्ने छ तर मेरो क्यामेराम्यान छैन क्या साथीहरू क्यामेराम्यानको अभाव छ मलाई त्यही भएर भ्लग पनि कन्टिन्यू आउँदैन अब यस्तो छ झापातिरको अवस्थाहरू अब मेरो अन्तिम भ्लग हो यो झापाको साथीहरू अब यहाँदेखि चाहिँ उता पहाडको देख्दै हुनुहुन्छ होला पुरानै गाउँले भ्लग भएर आउनेछ साथीहरू अब अहिले चाहिँ हेरिदिँदै गर्नु होला पटाइसके अब यसको काल गर्नुहोस् है मैले साथीहरू यसको काल यहाँ हाम्रो म्याडम हुनुहुन्छ यहाँ मैले पाल अब लुकाउनु पर्ने हुन्छ यसलाई साथीहरू मेरो काल भइरहेछ अब अन्तिम यो हान्नुपर्ने छ साथीहरू डर हुँदो रहेछ क्या यो तर